सुनिल टिज नेपाल युट्युब च्यानललाई सबैभन्दा पहिला सब्स्क्राइब गर्नुहोस्। त्यसपश्चात हरेक भिडियोको ताजा नोटिफिकेसन प्राप्त गर्नको लागि तपाईँहरूले बेल आइकन सँगसँगै अल भन्ने अप्सनमा पनि गएर क्लिक गर्न नभुल्नुहोला। नमस्कार एवं हार्दिक स्वागत छ तपाईलाई सुनिल टिज नेपाल युट्युब च्यानलमा। आजको यो नयाँ भिडियो तपाईहरुको लागि एकदमै काम लाग्ने रहेको छ। आजको यस नयाँ भिडियोमा चाहिँ म तपाईहरु समक्ष तपाईको कुनै पनि डेट अफ बर्थ होस् या तपाईको कुनै पनि डेट होस्, त्यसलाई चाहिँ तपाईको एडीमा छ भने बीएसमा कसरी लाने र बीएसमा छ भने एडीमा चाहिँ कसरी लाने भन्ने कुरा चाहिँ म तपाईलाई सिकाउन गइरहेको छु। र तपाईले सजिलै यस भिडियोलाई तपाईले सुरुदेखि अन्तिमसम्म हेर्नुभयो भने तपाईले तपाईको एडीमा रहेको डेट अफ बर्थलाई चाहिँ तपाईले बीएसमा चेन्ज गर्न सक्नुहुनेछ, यानी कि कन्भर्ट गर्न सक्नुहुनेछ। र तपाईको बीएसमा भएकोलाई चाहिँ तपाईले एडीमा चाहिँ कन्भर्ट गर्न सक्नुहुनेछ। र यो चाहिँ के को लागि काम लाग्छ भन्दा कसैको पनि सिटिजनशिपमा चाहिँ अलि पुरानो सिटिजनशिपमा चाहिँ एडीमा चाहिँ उहाँहरुको डेट अफ बर्थ हुँदैन, बीएसमा चाहिँ हुन्छ नै। र उहाँहरुलाई चाहिँ त्यो अवस्थामा चाहिँ चाहिन्छ मेरो एडीमा चाहिँ डेट अफ बर्थ कति थियो होला भन्ने कुरा पनि जानकारी लिन मन लाग्छ। र त्यो चाहिँ आवश्यक पनि पर्छ। भोलिको दिनहरुमा हामीले जस्तै ड्राइभिङ लाइसेन्स फर्म भर्दा पनि त्यो आवश्यक पर्छ, र त्यसैगरी चाहिँ हामीले डीभी भर्दा पनि त्यो आवश्यक पर्छ, र त्यस्तै विभिन्न फर्महरु भर्दा हामीलाई चाहिँ अति नै आवश्यक पर्छ, विशेष गरी एडी को डेट अफ बर्थ। र हामीले चाहिँ एडीमा लान खोज्यौं, डाइरेक्टली हामीले चाहिँ गर्न लाग्यो भने चाहिँ लगभग हामीलाई एक दिन पनि लाग्न सक्छ। त्यसकारण म तपाईलाई आजको यो भिडियोमा एकदमै सजिलो र सरल मेथड चाहिँ सिकाउन गइरहेको छु साथीहरु। र तपाईलाई यो भिडियो मन पर्यो भने यस भिडियोलाई लाइक, शेयर एन्ड कमेन्ट गर्न नभुल्नुहोला। र यति बेला म तपाईलाई ढिलो नगरिकन आजको भिडियोको विषयवस्तुतर्फ नै लान चाहन्छु। सबैभन्दा पहिला चाहिँ तपाईले एउटा तपाईको मोबाइल फोनमा चाहिँ ब्राउजर ओपन गर्नु होला। तपाईलाई एकदमै मन पर्ने जुनसुकै ब्राउजर पनि ओपन गर्न सक्नुहुनेछ। यति बेला चाहिँ मोबाइल फोनकै म यहाँनिर क्रोम ब्राउजर चाहिँ ओपन गर्छु। यहाँनिर चाहिँ क्रोम ब्राउजर चाहिँ यति बेला ओपन भइसकेको छ। र अब चाहिँ तपाईले यहाँनिर सर्च ओर टाइप वेब एड्रेस भन्ने लेखेको छ, यसमा चाहिँ तपाईले सर्च गर्नुपर्ने हुन्छ एडी टु बीएस कन्भर्टर भनेर चाहिँ यहाँनिर तपाईले सर्च गर्नु होला। र अब चाहिँ तपाईले यहाँनिर एडी टु बीएस भनेर कन्भर्ट गर्न बित्तिकै यहाँनिर चाहिँ विभिन्न साइटहरु आउँछन्, वेबसाइटहरु यहाँनिर तपाईले हेर्न सक्नुहुन्छ। सुरुमा रहेको छ एकदमै राम्रो हाम्रो पात्रो भनेर चाहिँ यहाँनिर हेर्न सक्नुहुन्छ। यसलाई चाहिँ तपाईले ओपन गर्नु होला। यहाँनिर यसलाई ओपन गरेपछि चाहिँ तपाईसँग चाहिँ यहाँनिर यस्तो इन्टरफेस आउँछ। यहाँनिर देख्न सक्नुहुन्छ कन्भर्ट टु इंग्लिश एडी र कन्भर्ट टु नेपाली यहाँनिर हेर्न सक्नुहुनेछ है। तपाईले केमा कन्भर्ट गर्न चाहनुहुन्छ यहाँनिर चाहिँ तपाईले टिक लगाउनु होला। जस्तै कि म चाहिँ यहाँनिर चाहिँ नेपाली मेरो डेट चाहिँ मलाई थाहा छ र यसलाई चाहिँ म चाहिँ एडीमा चाहिँ कन्भर्ट गर्न चाहन्छु। यहाँनिर चाहिँ तपाईले जस्तै यहाँनिर कति वर्ष हो, कति साल हो तपाईको हैन, जस्तै कि मानौ 2046 साल है, यो चाहिँ मानौ। र अर्को चाहिँ यहाँनिर डेट अफ तपाईको चाहिँ बर्थ डेट चाहिँ कुन हो त्यो चाहिँ चुज गर्नु पर्ने हुन्छ। जस्तै कि यहाँनिर 29 यानी कि 29 छानौं। र यहाँनिर चाहिँ तपाईको मन चाहिँ कुन हो त्यो चाहिँ छान्नु पर्ने हुन्छ। जस्तै कि यहाँनिर तपाईको कार्तिक मंसिर पुष हैन, तपाईको वैशाख जेठ कुन हो त्यो छान्नुस्। यहाँनिर चाहिँ मैले यति बेला असौज चाहिँ छानिसके, यानी कि अश्विन भन्छ यसलाई चाहिँ डाइरेक्टली भन्नु पर्दा। र यो चाहिँ मैले असौज महिना चाहिँ यहाँनिर छानिसकेको छु। र तपाईले अरु महिनाहरु पनि यहाँनिर छान्न सक्नुहुन्छ, तपाईको कुन रहेको छ, तपाईले के छान्ने हो त है। र त्यसपश्चात चाहिँ तपाईले सिम्पली चाहिँ यहाँनिर कन्भर्ट भन्ने चाहिँ यो बटन भेट्नुहुनेछ। जब तपाईले यहाँनिर कन्भर्ट भन्ने बटनमा क्लिक गर्नुहुन्छ त्यसपश्चात चाहिँ तपाईले यहाँनिर हेर्न सक्नुहुन्छ 2046 असोज 29 को चाहिँ यहाँनिर तपाईको एडीमा चाहिँ कन्भर्ट गर्दाखेरि यहाँनिर हेर्न सक्नुहुन्छ 1989 अक्टोबर 15 चाहिँ यहाँनिर तपाईको चाहिँ कन्भर्ट हुन्छ। यो चाहिँ एकदमै एक्युरेट चाहिँ कन्भर्ट हुन्छ, यहाँनिर कुनै पनि तलमाथि हुँदैन साथीहरु। र अर्को चाहिँ यहाँनिर हेर्न सक्नुहुन्छ कन्भर्ट, अब यो चाहिँ तपाईले बुझिसक्नु भएको छ होला, यसको बारेमा अधिक भन्नुपर्ने छैन तपाईलाई। र त्यसपश्चात चाहिँ तपाईले जस्तै तपाईको बीएसमा रहेको छ हैन, जस्तै तपाईको एडीमा रहेको छ त्यसलाई चाहिँ बीएसमा लान चाहनुहुन्छ भने अब चाहिँ तपाईले यो मेथड चाहिँ युज गर्नु होला। जस्तै कि यहाँनिर तपाईले चाहिँ इयर चुज गर्नुस् हैन, तपाईको कुन इयर, जस्तै कि मैले यहाँनिर चाहिँ 1999 मैले चुज गरे। र त्यसपश्चात चाहिँ यहाँनिर 13 र त्यसपश्चात चाहिँ यहाँनिर हाम्रो चाहिँ मन्थ जुन है। र अब चाहिँ सिम्पली यसलाई चाहिँ हामीले कन्भर्ट गरौँ। अब यति कन्भर्ट गर्न बित्तिकै यहाँनिर हेर्न सक्नुहुन्छ 1999 यहाँनिर जुन 13 को चाहिँ यहाँनिर आउँछ 2056 जेठ 30 गते चाहिँ यहाँनिर आउँछ। तपाईले यसै गरी चाहिँ सजिलै तरिकाले आफ्नो एडीमा रहेको डेट अफ बर्थलाई चाहिँ बीएसमा र बीएसमा रहेको डेट अफ बर्थ या कुनै पनि डेटलाई चाहिँ तपाईले एडीमा चाहिँ यसरी सजिलै सरल तरिकाले चाहिँ कन्भर्ट गर्न सक्नुहुनेछ साथीहरु। र तपाईलाई यो भिडियो कस्तो लाग्यो, यदि यो भिडियो तपाईलाई हेल्पफुल रह्यो भने यस भिडियोलाई लाइक, शेयर एन्ड कमेन्ट गर्न नभुल्नुहोला। र च्यानललाई पनि अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने तलपट्टि रातो अक्षरमा सब्स्क्राइब लेखेको छ, त्यसमा क्लिक गरी सँगै आउने अलको नोटिफिकेसनमा पनि क्लिक गर्न नभुल्नुहोला। र तपाईले मसँग डाइरेक्टली कुरा गर्न चाहनुहुन्छ या तपाईको कुनै पनि समस्याको सल्युसन गर्नु मन छ भने तपाईले यस भिडियोको डिस्क्रिप्सन बक्समा चाहिँ एउटा लिंक रहेको छ जहाँ कि मैले इन्स्टाग्रामको लिंक राखिदिएको छु। तपाईले इन्स्टाग्राममा आएर मलाई
मेसेज गर्नुहोला फलो गरेर चाहिँ त्यसको मेसेजको रिप्लाई चाहिँ म तपाईँलाई चाँडोभन्दा चाँडै चाहिँ दिनेछु साथीहरू। तपाईँसँग चाहिँ नेक्स्ट अनि बेस्ट भिडियोमा भेट्ने बाचा गर्दै अहिलेलाई भने सुनिल टिज नेपाल युट्युब च्यानल सँगसँगै म सुनिल कुमार केसी बिनोजिल पर्छु। हवस् त नमस्कार, तपाईँको बाँकी पल शुभ रहोस्। जय नेपाल।